एउटा दिनु चाख्ने मात्र आमा कत्रो पिस त बाबा आई डोन्ट लाइक मास खोर्सानी पिरो छैन नि पिरो चिची त झन् पिरो पिरो खानु तिमीहरू पिरो होला त मिठो साह्रै मिठो खै यसको छोप्ने मिठो अचम्मै मिठो चन्द्र कला दामा दे यो खाने कि नअहिलेकोमा यत्रो ढेँडो त मलाई निराकरण गराउँछ के यो ढेँडो निराला पनि हाल्दैन मासु थोरै म त आहो खाँदैन है यत्रो छ मासु खाँदैन यो धरा छ कति जान्छ जान्दैन अचार चाहिँ भेटिन्छ नुन लाग्यो दामी ब्युटिफुल भयो बसेर खाऊ न है थोरै भए पनि बसेर खानु अरे मेरो सिँगा तात्दै हाल्यो अन्डा अन्डा नखाने हामी त तिनवटा म एक्लै खानु मासु छ हाम्रो त्यसो भए एकचोटि सिँगा फेलेर भिडियो बनाउँदै पो आएको सडक थियो उसिन्दै पाकी गएको थियो होला अहिले निराली मेरो सब्जी खाँदैन भन्दै पकाएको चपाउनु पर्दैन ऊ चाहिँ फेरि होइन जस्तो पनि निरा त्यस्तो खानुमा त मिल्छ होइन उसलाई त नुनसँग नि खान्छ कि खानुमा चाहिँ एक वचन पनि जे पनि खानुमा त्यस्तो उयो लाग्दैन अहिले सब्जीले त्यो दिनलाई पुगिहाल्छ सब्जी धेरै चाहिँदैन मिठो चाहिँदैन सब्जी धेरै चाहिँदैन म उल्टो मान्छेले त्यस्तो चाहिँ नि मान्छेले यो सुक्खा भातमा धेरै सब्जी खान्छ होइन म गिलो भातमा धेरै सब्जी खान्छु त्यस्तो उल्टो छ क्या म होइन सुक्खा भातमा चाहिँ धेरै नै सब्जी धेरै चाहिन्छ किनभने हाम्रो यस्तो मान्छे चाहिँ बुढा चाहिँ चाहिन्छ क्या किनभने बन्द गर्ने बुढा हुन्छ नि मेरो त मान्छेहरूले चाहिँ सुक्खा भातमा धेरै सब्जी खान्छ म चाहिँ फेरि सुक्खामा थोरैले पुग्छ त्यो गिलोमा चाहिँ सब्जीले नपुगे जस्तो लाग्छ क्या त्यो गिलो भात मन खानु नभएर खान्छ होइन नि म पहिला गिलोमा चाहिँ खान्थेँ सुक्खा खानु सक्छु ढेँडो मिठो भएन है तर नरम मिठो भएछ पछि पो खै के पिरो भयो भएको सब्जी त्यस्तो म त अचारमा पनि पिरो हुन्छ अचारमा त खुर्सानी त हाले होइन उसले खाँदैन भनेर यहाँ त खोर्सानी यो के हो हालेको खोर्सानी